Poetry is the language of emotion, and when spoken from the heart, it can move mountains. To capture the spirit of human capital and the strength of our people, we now present a heartfelt Nepali poem by Prayush Sale from grade 7. So dear audience, please put your hands up in the air and welcome him on the podium. प्रयुष शाहले आज आफ्नो विद्यालयको 20औं वार्षिक उत्सवको अवसरमा हजुरहरूमाझ छोटो कविता प्रस्तुति लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक रहेको छ बा र देश। बा र देश। मलाई मेरा बा जस्तै लाग्छ यो देशको माटो। मलाई मेरा बा जस्तै लाग्छ यो देशको माटो, जहाँ टेकेर मैले मेरो स्वाभिमान बुझे। सगरमाथाको उचाइ बुझे, भरोसाको काँध बुझे। जहाँ टेकेर मैले मेरो स्वाभिमान बुझे। सगरमाथाको उचाइ बुझे, भरोसाको काँध बुझे। यो देशको पाखा देख्दा म मेरो बाको हत्केला सम्झन्छु। यो देशको पाखा देख्दा म मेरो बाको हत्केला सम्झन्छु, जसका औँला समातेर मैले मेरो जीवनको सुरुवात गरे। मेरा बा र यो देश उस्तै लाग्छ मलाई। मेरा बा र यो देश उस्तै लाग्छ मलाई, जसको छायामा उभिएपछि म शीतलताको महसुस गर्छु। यो देश छ र मेरो स्वाभिमान छ, बा हुनुहुन्छ र मेरो इमान छ। मलाई तराईको फाँट प्यारो छ, मलाई म बनाउने बाको आँट प्यारो छ। मलाई तराईको फाँट प्यारो छ, मलाई म बनाउने बाको आँट प्यारो छ। उस्तै लाग्छन् बाका ढोकाहरू, जस्तो छ देशको गद्दी खेडाहरू। शिरको टोपी सगरमाथा बाको सान हो। शिरको टोपी सगरमाथा बाको सान हो। मेरो शक्ति, मेरो इज्जत, मेरो स्वाभिमान हो। मेरो शक्ति, मेरो इज्जत, मेरो स्वाभिमान हो। धन्यवाद।